16 वर्षकै कलिलो उमेरमा आखिर त्यस्तो के ठुलो दुर्घटना घटेको थियो त मिस पपीको जीवनमा? आउनुहोस् जानौँ। टिकटकर तथा अभिनेत्री मिस पपीले आफ्नो बालविवाह भएको खुलासा गरेकी छन्। उत्सव रसाइलीको रमाइलो विथ उत्सव कार्यक्रममा उनले यो कुरा बताएकी हुन्। यसअघि पनि मिस पपीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिएनन्। उनले कार्यक्रममा भनेकी छन्, 16 वर्षको उमेरमा भएको थियो। म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहदिनँ थिएँ। म होइन नै भन्छु, किनभने कानुनी रूपमा केही पनि भएको थिएन। त्यो गैर कानुनी कुरा थियो, तर म कसैलाई नराम्रो भन्न चाहदिनँ। मलाई रिग्रेट छैन। मैले धेरै कुरा सिकेँ। जीवनमा अघि बढ्नुपर्छ भन्ने पाठ सिकेँ। मेरो यो नराम्रो घटनापछि म बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो भन्यो, त्यस्तो भन्यो भन्ने चाहनु हुँदैन जस्तो लाग्छ मलाई। म त्यो कुरालाई तल हेर्न चाहन्छु, किनभने आफू माथि भएपछि तलको कुरा त सानो सानो देखिन्छ नि। मलाई हर्ट भएन, त्यो भएकै कुरा हो नि त। तर म त्यो कुराहरू बाहिर निकाल्न चाहदिनँ थिएँ। कसैको इन्टेन्सन थियो होला मलाई नराम्रो बनाउने। जति जति हामी पब्लिक हुँदै जान्छौँ त्यति त्यति नै मानिसहरू चिन्छन् र तपाईँको जीवनमा कस्तो थियो, के थियो भन्ने हुन्छन्। कसैले सकारात्मक पक्षहरू हेर्छन् त कसैले नकारात्मक पक्षहरू हेर्छन्। तपाईँलाई सबैले माया गर्ने हुन्छ भन्ने छैन। तपाईँको सफलताबाट हेट गर्ने मानिसहरू पनि प्रशस्त हुन्छन्। त्यसपछि मानिसहरूले तपाईँको बारेमा खोतल्दै जान्छन्। मैले जीवनमा राम्रा कुराहरू पनि गरेको छु नि त। तर ती कुराहरू निकाल्न खोज्दैनन् मानिसहरू। नराम्रो कुराहरू अगाडि निकाल्न खोज्छन्। मैले स्वीकार गरे पनि यो एकदमै बच्चा बेलामा भएको थियो। बच्चा थिएँ। अहिले 25 वर्षको उमेरमा धेरै कुरा बुझे जस्तो लाग्छ। मैले 20 वर्षपछि मात्र थाहा पाएँ यस कुरामा मेरो आमा र बुबाले